यहाँहरू सम्पूर्ण भक्तजनहरूलाई हाम्रो फेसबुक लाइभ जति पनि हेरेर हामीलाई मिठा मिठा कमेन्टहरू गर्नुहुन्छ उहाँहरूप्रति अत्यन्तै हृदयदेखि नै कोटि कोटि नमन भन्न चाहन्छौँ। हामी पोस्टर नाचिरहन्छौँ भजन कीर्तन भन्दै र हाम्रो भजन मण्डली भनेको सेवा छ। हामीले आफ्नो संस्कृतिको जगेर्ना गर्ने र हाम्रो मौलिकता बचाएर राख्ने र आउने संस्कृतिहरूलाई पनि केही सिकुन हामीबाट भनेर हस्तान्तरण गर्नलाई हामीले यसरी भजन कीर्तन गरेका छौँ र हामीले केही धनराशि भजन कीर्तनमा आफ्ना सदस्यहरूले दिनुहुन्छ। त्यो धनराशि भनेको हामीले यस्तो पीडितहरूमा वृद्धाश्रममा लगाउने छौँ। त्यसै सन्दर्भमा अहिले हामीले एउटी नेपालबाट आएकी जेप्सिन बच्चा 4 वर्षकी थिए, अत्यन्तै पीडित थिइन् र उहाँलाई उनी बच्चालाई पत्रकार श्री भोजराज थापाज्यूको पहलमा देश विदेशबाट आर्थिक रूपमा सङ्कलन भएको थियो। उहाँको पहलमा एकदम राम्रो ट्रिटमेन्ट दिल्लीको राजीव गान्धी हस्पिटलमा हुँदैछ र हामीहरू पनि हृदय हामीसँग धनराशि धेरै नगर्नु, हामी प्रवासमा छौँ, हामीसँग एउटा रोजीरोटी गरेर साँझ बिहानको टाढेर बसेको छौँ, हामीसँग धन सम्पत्ति पनि हुन्न, अरू सहयोग हामीले केही गर्न सक्छौँ, आशीर्वाद दिन सक्छौँ। त्यसै सन्दर्भमा हामी केही छोटो आशीर्वाद दिएर गएको थियौँ हाम्रा त्यो नानीलाई भेट्न त पाइएन, तर पनि हामीले भोजरासित केही छोटो मोटो गरेर उहाँहरू बिजी हुनुहुन्थ्यो र उहाँलाई र उहाँको टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। किन भन्दा एकदमै पुण्यको काम गर्नुभएको छ। यो पहलले दुःखी पीडितहरूलाई धेरै सहारा मिलेको छ र तपाईँलाई पनि यो ऊर्जा, यो काम गर्ने ऊर्जा बढ्दै जाओस्, कहिले पनि निराशापन नहोस्, तपाईँको शक्ति बर्धक होस् हमेसा भन्दै प्रोग्राममा दिने एउटा भजनको लयमा मैले एउटा गाउँदैछु आशीर्वाद भजन। हे भोजराजी जे परेनी, जे परेनी जसो नि परेनी गर्दै जानु सामना, गर्दै जानु सामना, जे परेनी हजुर गर्दै जानु हाम्रो मण्डलीले दिन्छौँ शुभकामना, गर्दै जानु भएको छ काम साह्रै राम्रो, आशीर्वाद छ हाम्रो।
उहाँको सिनियर टिमलाई हाम्रो भटर मण्डलले हृदयदेखि नै कोटी कोटी नमन गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूको माध्यमबाट हुँदै जाउँ, दुखी पीडित दिन दुखीको सेवा हुँदै जाओस् भन्दै हाम्रो यस श्री पशुपतिनाथ चेतनशील कल्याण कीर्तन मण्डली मोहन गार्डनले धेरै धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छ। सबै Gracias.